हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ धेरै दिनपछि यसो भ्लग बनाइदिएको। हाम्रो चाहिँ यहाँ नजिकै केही कल्चर छ कि अघिल्लो वर्ष पनि भएको थियो, यो वर्ष पनि त्यो आवाज आइरहेको छ अनि हामी यसो जान लागेको। फाइनल्ली हामी चाहिँ आयौँ यहाँ। त्यहाँको भिडियो यस्तो छ भ्यू। मान्छेको त खिच्न पाइँदैन होला है। रमाइलो छ, रमाइलो। अस्ति पोहोर साल पनि यस्तै थियो है। लुट्यो बाटो लुट्यो। यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू के हेरेको होला नै, यही मान्छे नाचेको छ मुकुट लगाएर। तर पनि यिनीहरूको केही फेस्टिभल होला नि त, यतापट्टि स्टलहरू खानेकुराहरू सेम नेपालको के भन्छ अरे महोत्सव लाग्छ नि, त्यस्तै छ है। भन्छ न नेपालको महोत्सव जस्तै छ है। मैले हाल्छु कि कस्तो हुँदैछ यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ नि त। हेर न यहाँ त पुरै केटाकेटीको लागि मात्रै हो क्या। हेलो हाम्रो साथीहरू आइपुग्नु भएको छ भन्नु पऱ्यो। यहाँ साइकलको गर्न गएको चलाउनु यहाँ कस्तो उहाँ चाहिँ हामीहरूको नयाँ बहिनीहरू, सबै बहिनीहरू। हामी चाहिँ यहाँ याकी तोरी किन्दैछौँ। चिर्किराख्नु क्या सरक भएर उभिनै नसकेर म हाँसेर झुटो आउँछ थाहा भइहाल्छ त्यहाँ। हामी चाहिँ यहाँ किन्दैछौँ याकी तोरी कहिले किन्ने हो आइफोन अर्को चोलि सानो हेरेर फेस गरेको चिटिक्क परेको ज्याम पनि हेरेर चाहिँ पोस्ट गर्नुहुन्छ कि नाइ किन बनाउने मात्र हो लगाल्छु बल्ल दुईटा भाषाको लेभल बढ्छ भनेको त मेरो सुनै आउँछ। निकालेर भिडियो बनाउनुपर्छ ल। तर गोरेका रातापे मासु हेर्दाखेरि त फुल्यो बास्नु के म गयो चिन्नीलाई सिया नै होला कि त्यो कपाल त्यो सियाकै होला कि फोटो जबरजस्ती खिच्दै थियो कि यतापट्टिको त्यहाँ एउटा जापानिज मान्छे छ है, त्यो मान्छेले फोटो खिचिदिन्छु है भनेर खिच्यो। केटीहरू खिचिदिनु त हाँसे।
के भनेर हाँसे थाहा छैन हामीलाई यासासी हुने क्या यिनीहरू चाहिँ है नेपालमा गएको जस्तै गर्दैन नि त खिच्दिउँ भनेर सोच्दैन नि त यिनीहरूको घरमा आफै गर्छ हाम्रो त यहाँ पालै पालो भिडियो खिच्दिनु के होला है नेपालमा पनि के नलागोस् भन्छ नि त्यस्तै हो कि यो बच्चाहरूलाई गरेछ नि त सकियो हाम्रो यहाँको प्रोग्राम ताखाहागी सकिएपछि बल्ल थाहा भयो कि ताखाहागी भाइ सेलिब्रेसन के भनिरहेछ कि कति राम्रो के यहाँको कल्चर नि नबुझे पनि अब राम्रै लाग्यो के बाई बाई 3 दिन बिदा चाहिँ फिल गर भोलि आउन आउने फेरि साइकल छैन तिम्रो के गर्छ बाई अब हामी पनि फर्क्यौँ बाई बाई सबैलाई बाई बाई ताखाहागी बायासी अब सक्यो अब चाहिँ हामी चाहिँ रुममा फर्किन लाग्यो थोरै बाई बाई भनेर हिँड्यो हाम्रो घर चाहिँ नजिकै हो साथीहरू हाम्रो घर चाहिँ हाम्रो यहाँ चाहिँ सुपा हो हाम्रो बनाइरहेको छु तिम्रो बनाइरहेको छु यदि चाहिँ हाम्रो साथी हुन् हाम्रो चाहिँ यो नजिकैको सुपा हो बन्द भइसक्यो यो 9 बजीसम्म खुल्छ कि फेरि अनि यो चाहिँ हामी हो तासिनो ए भनेको हे हाम्रो घर ए हामी कति गाल देख्यो मेरो नै भूत हो हामी भूत त्यहाँ कति राम्रो भन सजाएर चापी भेट्दैन जाति अब हामी बाहिर बस्नुपर्छ होला भित्र कोही छैन कसले खोलिदिने हो केही कति हुँदैन कालो कालो केही देखेको छैन हामी यो चाहिँ किन सजाएको हुन्छ रिटर्न कि बस्ता अब यस्तै हो जाँदाखेरि अलि राम्रो जस्तो देखेको थियो आउँदाखेरि भूत जस्तो रमाइलो भयो पोहोर साल पनि एउटा याद भएको थियो त्यो पोहोर साल चाहिँ विज्ञापनको लागि भयो भने हामी विदेशी भनेर देखेर हामीलाई यो दिएको थियो कि हामीले राखेछौँ योपालि हामीलाई त्यो बाघले खुवाइदिए योपालि बाघले खुवाइदिए योपालि पुरानो भयो नि त हामी त्यहीबाट ए कस्तो राम्रो आएको तर किचन पछाडि भाँडाकुँडा याद आइज ल आजको ब्लग यस्तै थियो हेरेर साथ दिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई गुड नाइट गाइज बाई भनौँ बाई